हजुरहरूलाई आफ्नो पुरानो फोटो रिस्टोर गर्नु छ भने मेटाको म्युज एआई टुल युज गर्न सक्नुहुन्छ। मैले मेरो दिदीसँग, मेरो फ्यामिलीसँग, मेरो साथीहरूसँगको पुरानो फोटोलाई रिस्टोर गर्नको लागि मेटाको म्युज एआई युज गरेको थिएँ र त्यसको रिजल्ट देखेर म एकदमै चकित भएको छु। हजुरहरूलाई म सेयर गर्नेछु कसरी मेटाको म्युज एआई टुल युज गरेर हजुरहरूले आफ्नो पुरानो फोटोहरू लाई रिस्टोर गर्न सक्नुहुन्छ, नयाँ बनाउन सक्नुहुन्छ। म हजुरलाई देखाउने छु। सर्वप्रथम त हजुरहरूले आफ्नो फोनमा मेटा एआई भनेर सर्च गर्नुहोस् र त्यहाँ गएर मेटा एआई भन्ने एप ओपन गर्नुहोस्। यहाँ मेरो मेटा एआई भन्ने अलरेडी डाउनलोड भइसकेको कारणले गर्दाखेरि मैले डाउनलोड गर्नु परेन। हजुरले डाउनलोड गरेर एकाउन्ट खोल्नुपर्ने अवस्था हुनसक्छ। त्यसमा गएर हजुरहरूले आफ्नो पुरानो फोटोलाई अपलोड गर्नुहोस् र पुरानो फोटोलाई अपलोड गरिसकेपछि मेटा एआईलाई रिक्वेस्ट गर्नुहोस्, क्यान यु रिस्टोर दिस फोटो भनेर। त्यसपछि यो प्रम्प्टलाई अथवा यो इन्स्ट्रक्सनलाई हजुरले मेटा एआई युज गरेर अपलोड गरिसक्नु भए पश्चात हजुरहरूले एकछिन कुर्नुपर्ने हुन्छ। मैले यहाँ नोटिफिकेसन टर्न अन गर्नेछु। यो नोटिफिकेसन टर्न अन गर्नुको कारण चाहिँ म त्यो फोटो रेडी हुने साथ नोटिफाइड हुन चाहन्छु। त्यसै कारणले नोटिफिकेसन टर्न अन गरेको छु र हजुरहरूले एकछिन कुर्नुपर्ने हुन्छ। मैले अघि भनेअनुसार यो टुलले एकदमै एफिसियन्टली र एकदमै हाई क्वालिटी प्रडक्ट आउटपुट गर्ने राम्रो पुरानो फोटोलाई नयाँ बनाउने भएकोले गर्दाखेरि एकदमै उपयुक्त टुलको रूपमा मैले यसलाई युज गरेको छु। देख्न सक्नुहुन्छ मेरो पुरानो फोटो, मेरो फुपू दिदी, मेरो दिदीसँगको मेरो पुरानो फोटोलाई यसले कुन लेभलको क्ल्यारिटीमा यहाँ दिएको छ। र यो एकदमै उपयुक्त टुल हो। किन भन्दाखेरि हामीले दसैँ तिहारमा पुराना फोटोहरू हुन्छन्। अहिले यहाँ हेर्नुहोस्, पुराना फोटो नयाँ फोटो भनेर देखाइरहेको छु र ती फोटोहरू, पुरानो फोटो हेर्नुहोस् त कति फरक छ र नयाँ फोटो हेर्नुहोस् त कति फरक छ क्ल्यारिटी, ओरिजिनालिटी। र अब हामी कसरी कम्प्युटर, डेस्कटप, ल्यापटपमा मेटा एआई युज गरेर पुरानो फोटोलाई नयाँ फोटोको रूपमा रिस्टोर गर्न सक्छौँ भन्ने कुरा हजुरहरूमाझ प्रस्तुत गर्न गइरहेका छौँ। र यसको लागि हजुरहरूले मेटा एआई भन्ने सर्च गर्नुहोस्। गुगल सर्च बारमा गएर मेटा एआई भन्ने वेब एप लगइन गर्नुपर्ने हुन्छ। मेरो एकाउन्ट भइसकेको कारणले गर्दाखेरि मैले एकाउन्ट खोल्नु परेन। हजुरले फेसबुक युज गरेर एकाउन्ट बनाउन सक्नुहुन्छ। लगइनमा गएर लगइन गर्नुहोस्। त्यस पश्चात हजुरहरूले पहिला मोबाइल फोनमा रिक्वेस्ट गरे चाहिँ आफ्नो पुरानो फोटो अपलोड गर्नुहोस् र मेटा एआईलाई रिक्वेस्ट गर्नुहोस्, क्यान यु रिस्टोर माई फोटो भनेर। यो प्रम्प्ट हजुरहरूले अपलोड गरिसकेपछि, प्रम्प्ट भनेको हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई दिने निर्देशन हो र त्यो निर्देशनलाई पालन गरेर यसले हामीलाई उत्तर दिन्छ। र हामीले खोजेको प्रश्नको उत्तर होस् अथवा हामीले खोजेको फोटोको नयाँ स्वरूप होस्, त्यो दिने काम गर्दछ। र हजुरहरूले यहाँ मेरो आउटपुट, फोटोको आउटपुट प्रोसेस भएको देखिरहनु भएको छ। बिहाइन्ड द सिन अहिले प्रोसेसिङ भइरहेको छ। एकछिन यसमा पनि कुर्नुपर्ने हुन्छ। र केही समय पश्चात हजुरहरूले
देख्न सक्नुहुन्छ फोटो कति क्लियर, कति राम्रो, पहिलेभन्दा कलर एक्युरेसीहरू कति राम्रो छ। यो म बच्चा हुँदाखेरि खिचेको फोटो हो र त्यतिखेर राम्रो क्यामेराहरू थिएन र अहिले त्यही फोटोको फोटो हामीले खिचेर राखेका थियौँ र अहिले आएर मैले त्यो फोटोलाई मेटाको म्युज एआई भन्ने न्यू मोडल युज गरेर रिस्टोर गर्न सकेको छु र नयाँ बनाउन सकेको छु। हजुरहरूले पनि यसै गरी आफ्नो बिहे वर्तमान पुराना स्कुलका समयका फोटोहरूलाई नयाँ बनाउन सक्नुहुन्छ। हेर्नुहोस् पुरानो फोटो र नयाँ फोटोमा कति धेरै फरक छ। हजुरहरूले नि पुरानो फोटोलाई नयाँ बनाउनु छ भने मेटाको नयाँ म्युज एआई भन्ने मोडल भएको मेटा एआई एप डाउनलोड गरेर बनाउन सक्नुहुनेछ। हवस् त, धेरै धेरै धन्यवाद।